साथीहरू हर्क साम्पाङको यो भिजन चाहिँ मलाई साह्रै मन पर्यो। तपाईहरुलाई कस्तो लाग्छ हेर्नुस् त यो भिडियो अनि मेरो कमेन्ट सुन्नु होला है त। सुन्नु न, यो लाइसेन्सको बारेमा मेरो अलिकति फरक धारणा छ। लाइसेन्स भनेको सर्टिफिकेट हो, त्यो सर्टिफिकेटलाई रिन्यू गरिरहनुपर्छ र फेरि विधि बनाउने ठाउँमा तपाईँ सुन्नु न, त्यो सबै गलत कुराहरू छ। कुरा बुझ्नुभयो नि? उहाँले त देशलाई युरोप, अमेरिका, अस्ट्रेलिया भन्दा पनि धेरै माथि पुर्याउन सोच बनाउनु भएको रहेछ। यदि हामी उहाँको भिजनमा लाग्यौँ भने देश प्रगति गर्छ। अब जग्गा किनेको हुन्छ, वडा कार्यालयमा गएर नवीकरण गर्छौँ। त्यो किन नवीकरण गर्नु पर्यो वर्षमा? अनि त्यहाँदेखि गाडी किनेकै हुन्छ आफूले, गाडीमा ब्लुक भइसकेपछि वर्षमा गएर त्यो पनि नवीकरण किन गर्नु पर्यो? अब जस्तो व्यापार व्यवसाय हामी एकपल्ट दर्ता गर्छौँ अनि 5-5 वर्षमा नवीकरण गर्ने जुन सरकारले नियम राखेको छ त्यो किन नवीकरण गर्नु पर्यो? आखिर व्यवसाय त दर्ता भइसकेको छ, त्यो पनि नवीकरण नगर्ने। अनि पासपोर्ट त झन् आफ्नै हो भनेपछि त जनताले त सुख पाउँछन् नि त यो हर्कवादमा त। ल हामी अबदेखि हर्कतजीलाई जिताएर हर्कवाद नै ल्याउनु पर्छ। जनताले बुझ्ने कुरा छ है यो। मलाई चाहिँ चित्त बुझ्यो। तपाईहरुलाई कस्तो लाग्यो कमेन्ट गर्नु।